बन्न अति नै मनपर्छ है। तपाईँ यो कुरा अन्तिमसम्म सुन्नुहोला। धर्मी चाहिँ कसरी बन्न सक्छ त मान्छे? असल मान्छे कसरी बन्न सक्छ त थाहा छ तपाईँलाई? असल मान्छे बन्नको लागि चाहिँ एउटै मात्र उपाय छ, त्यो हो येशू ख्रिस्टमा विश्वास गरेर मात्रै मान्छे असल बन्न सक्छ। नत्र अन्त आफ्नो प्रयास र धर्म र कर्म, रीतिरिवाज अनि हामीले जानेको त्यो कुनै के हो थुप्रै हुन्छ नि होइन। यो गर्दा त्यो गर्दा मैले राम्रो काम गरेँ भइहाल्यो नि, मैले दया माया राम्रो व्यवहार गरेँ भने हुन्छ, म धर्मी भइहाल्छ नि, मैले के गल्ती गरेँ र भनेर मान्छे भन्छ नि होइन। त्यस्तो कुराले हुँदैन। तर धर्मी बन्नको लागि, असल व्यक्ति बन्नको लागि तपाईँले चाहिँ प्रभु येशूलाई नै विश्वास गर्नुपर्ने हुन्छ। येशूमा विश्वास गर्नुहोस्, तपाईँ धर्मी बन्नुहोस् है। येशू प्रभुले के अरे परमेश्वरको वचनले भनेको छ है। त्यहाँनिर चाहिँ हिब्रूको पुस्तकमा हामीले हेऱ्यो भने विश्वासद्वारा मात्रै हामी धर्मी ठहरिन्छ, विश्वासले नै हामी धर्मी व्यक्ति बन्छौँ। परमेश्वर त्यो विश्वास पनि केमा गर्ने थाहा छ? येशू ख्रिस्टमा विश्वास गर्ने हो। अन्त ढुङ्गातिर, रुखतिर, कता कता मान्छेको त्यो हुन्छ नि होइन। हामी त कसलाई के कतिखेर हुन्छ नि मान्छेको होइन। अनि त्यस्तो कुराहरूले चाहिँ धर्मी बन्दैन। धर्मी हुनको लागि, असल बन्नको लागि चाहिँ येशू चाहिन्छ। येशूमा विश्वास गर्नुहोस् है। येशूले मात्रै तपाईँलाई धर्मी बनाउन सक्नुहुनेछ है त। यो तपाईँ सबैले बुझ्नुपर्छ। जतिले धर्मी हुने इच्छा गर्दै हुनुहुन्छ, असल व्यक्ति बन्ने इच्छा गर्दै हुनुहुन्छ, येशू बिना नै प्रभु येशूलाई विश्वास नगरे पनि त मैले राम्रो राम्रो काम गरेर छु, धर्मी म भइहाल्छु, म त असल हो भनेर सोच्नु भएको छ भने त्यो बेकार हो। त्यो सोच्न छोडिदिनुहोस्। आउनुहोस् येशूमा, किनभने धर्मी बनाउने उहाँले मात्रै सक्नुहुन्छ, कसैले पनि त्यो सक्दैन है त। यो तपाईँको लागि सन्देश हो। चाँडै बुझ्नुहोस्, चाँडै निर्णय गर्नुहोस्। जीवनको निर्णय तपाईँको आफ्नै हो, किनभने तपाईँको जीवन तपाईँकै अधिकार हो नि त होइन। त्यही भएर आफ्नो निर्णय गर्नुहोस्। धर्मी बनाउने कि आफैलाई कता कता अन्धधुन्ध आँखा चिम्लेर तपाईँ जिउनुहुन्छ? आँखा खोलेर नै जिउने हो भने चाहिँ येशूमा नै हामी हुनुपर्छ, किनभने जीवनको अर्थ चाहिँ येशूमा मात्रै छ है त।